यो कैलालीको बर्दोगरिया गाउँपालिका वडा नम्बर 2 र 3 लाई जोड्ने झुलुङ्गे पुल कुइरा नदीमाथि बनेको यो क्षेत्र निकै मनमोहक र सुन्दर छ। पहाडी चुरे पहाड कुइरा खोला छेउमा रहेको जमिनले सबैको मन लोभ्याउँछ अनि पुलको छेउमा पिकनिक खान धेरै मानिसहरू अहिले आइरहेका छन्। यति मात्रै होइन, विश्राम गर्नेहरू पनि यहाँ थालेका छन्। यहाँ मानिसहरूको आवतजावत बढेपछि बर्दोगरिया गाउँपालिकाले समेत यो ठाउँलाई पार्क सहितको व्यवस्थापन कार्यमा अगाडि बढाएको जनाएको छ, जसको लागि केही कामहरू समेत सुरु भइसकेका छन्। पालिका अध्यक्ष कर्णबहादुर कुँवरले यो ठाउँलाई आकर्षक गन्तव्य बनाउने बताउनु भएको छ। पुल छेउमा खाली ठाउँ छ जुन व्यवस्थित गरेर पालिकाको नमुना ठाउँ बनाउने गाउँपालिकाको योजना छ। हामी यतिखेर कैलालीको बर्दोगरिया गाउँपालिका बर्दोगरिया धामबाट वडा नम्बर 3 लाई जोड्ने झुलुङ्गे पुलमा आइपुगेका छौँ। यो निकै अग्लो र लामो झुलुङ्गे पुल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। यो झुलुङ्गे पुल छ यहाँनिर केही पर चुरे पहाड निकै आनन्दको पहाड छ। बर्दोगरिया गाउँपालिकाले यसलाई पिकनिक स्पटको रूपमा विकास गर्दैछ। कसरी गर्दैछ भन्ने कुरा यो भिडियोमा देखाउँछु म। यो झुलुङ्गे पुलले चाहिँ आन्तरिक पर्यटकलाई बढाउँदै छ। अब यतापट्टि हामी अलिकति घुमौँ, यो एरिया थोरै यतातिर फोकस गरौँ। यो हेर्नुहोस्, यतापट्टि यो एरियामा पिकनिक स्पट बनाउँदैछ र कस्तो संरचना बन्दैछ के बन्दैछ हामी गाउँपालिका अध्यक्षसँग कुराकानी गर्दैछौँ। भिडियो अन्तिमसम्म हेर्नु। अहिले मानिसहरू शान्त ठाउँ खोजीमा छन्। यो शान्त ठाउँ र आकर्षक ठाउँ बन्न सक्छ। यो ठाउँमा कस्तो संरचना बन्छ त? पालिका अध्यक्ष कर्णबहादुर कुँवर। यो के बन्दैछ यहाँ संरचना के बनाउन थाल्नु भयो हजुर? यो पिकनिक स्पटमा यो झुलुङ्गे पुल भएको ठाउँ छ जुन त्यो यो हाम्रो बर्दोगरिया धाम नजिक भएको कारणले गर्दा अनि यो झुलुङ्गे पुलले गर्दा यहाँ पर्यटन क्षेत्र अलिकता यो पिकनिक रिसोर्ट पनि राम्रो हुने भएको कारणले गर्दा अब यसमा चाहिँ यो साल यो अलिअलि मोटामोटी गरेर यसको डिपिआर बनाएर यहाँ अब पार्क टाइपको हामी बनाउने सुरुमा छौँ। भनौँ न हाम्रो बर्दोगरिया गाउँपालिकाका छेउछाउका सबै दाजुभाइ दिदीबहिनीहरूलाई पिकनिक अनि यो गार्डन सार्डन बनाएर एउटा यो पर्यटन क्षेत्र बनाउनलाई हामी लागेका छौँ। यसमा यो कस्तो बन्छ संरचना मोटामोटी भन्दाखेरि अहिले मोटामोटी अहिले यो हामीले यो क्लियर गरिरहेछौँ। क्लियर गरिसकेपछि अब केही दिनमा हामी यसको डिपिआर बनाउँछौँ। डिपिआर बनाइसकेपछि अनि फुलदेखि अब फुल बगैँचा एकदम भनौँ न पर्यटकहरूलाई यहाँ एकदम राम्रो छ भन्ने बाटोमा बनाएर यसलाई पर्यटक क्षेत्र घोषणा गर्ने लागेका छौँ। भने यो पिकनिक स्पट मात्रै नभएर एउटा फुलबारी पनि बन्छ होइन? फुलबारी पनि बन्छ यसमा, किनभने एउटा पार्क टाइपमा बन्छ मानिसहरूलाई समय बिताउनलाई छेउमा नदी छ, झुलुङ्गे पुल छ, एकदम यो अलिकता यो खानेपानीको लाइन चाहिँ अब केही दिनमा हामी जोड्दैछौँ। हजुर। अनि केही अब टहरा पनि हामी बनाउँछौँ पिकनिकको लागि। हजुर। अनि त्यसपछि डिपिआर बनाएर यसलाई चाहिँ पर्यटन क्षेत्रलाई भित्राउनको लागि नयाँ पार्क हिसाबले यसलाई स्थापना गर्दैछौँ। यो संरचना निकै ठुलो भयो। के बन्छ सरस्वती मोटामोटी भन्दा के बनाउने योजना छ भन्नुहोस् त अहिले? यसमा आधा भाग चाहिँ फुलबारी बनाउने, आधा चाहिँ बगैँचा आम लिची फलफुल लगाउने अनि के अरे त्यो पिकनिक के अरे रिसोर्टहरू बनाउने अनि खानेपानी जोडिदिने अनि 3-4वटा टोयलेट बनाइदिने अनि 8-10वटा छापा बनाएर यसलाई पर्यटन क्षेत्र र पिकनिक रिसोर्ट बनाउने सुन्नु छ। भनेको वरिपरि जाली लाग्छ, यसको जाली लाग्छ, एयरपोर्ट जाली लाग्छ। अब जस्तो यो संरचना बनाइरहँदाखेरि त यो बजेट त अलिक पर्याप्तै चाहिने होला नि त, जस्तो 2-4 करोडै बजेट खर्च हुनसक्छ। तपाईँहरूको योजना अनुसार त कहाँबाट ल्याउने? यसमा चाहिँ हामीले हाम्रो प्रदेशको मुख्यमन्त्रीसँग मोटामोटी कुरा गरिसकेका छौँ। केही बर्दोगरिया गर्छ, केही पर्यटन क्षेत्र पनि हामीले माथि कुरा गरिसकेका छौँ। यसमा डिपिआर बनाइल्याउनुहोस् हामी बजेट हाल्छौँ भनेर सबले प्रतिबद्धता जनाइसक्नु भएको छ। अब बर्दोगरियामा भनेको यस्तो समय बिताउने ठाउँ थिएन होइन? हजुर। पार्क टाइपको कुनै कि अब यो चाहिँ त्यस्तो बन्दैछ त्यसो भए? यो के भने हाम्रो यो आउँदो दसैँसम्म चाहिँ यो नमुना चाहिँ बन्छ। आउँदोसम्म लगभग कामहरू यहाँ बन्छ। त्यो सबै यहाँ हेर्न पाउने भएछ? एकदमै पाउने, यसमा दुई मात्रै भएन। अब जस्तो बर्दोगरिया गाउँपालिका नमुना बनाउने क्रममा तपाईँले थोरै काम गरिराख्नु भएको छ। यो आइडिया चाहिँ कसरी आयो? जस्तो त्यहाँ झुलुङ्गे पुलमा त पर्यटक आइ नै रहेको थियो होइन? यो आइडिया यत्रो संरचना जङ्गल छ भन्ने थियो नि तपाईँलाई, कसरी आइडिया आयो? अब एकचोटि म हाम्रो बोने बजार समितिको साथीहरूले पिकनिक खाँदै थिएँ। यसो हेर्दाखेरि थुप्रै पिकनिक टिमहरू थियो। अब यो हाम्रो क्षेत्रको मान्छेलाई भोलि ठाकुरद्वार जाने टिकापुर जानुभन्दा पनि यो क्षेत्रको सबै दाजुभाइ दिदीबहिनीहरू यहाँ आओस् यहाँ रमाओस् भनेर हामीले यो यसो परिकल्पना गरेको हो। त्योभन्दा पनि अब मान्छे बाहिर जाँदाखेरि आवत जावत धेरै दौडधुप हुने अनि गाडी एक्सिडेन्ट हुने होइन, बाटोमा डिजल खर्च हुने, टाइम पनि बर्बाद हुने भएको कारणले गर्दा अब यो एउटा पहाडको सिन भएको र यहाँ नजिकै झुलुङ्गे पुल र नदी भएको कारणले गर्दा यो अन्तको पिकनिक रिसोर्टभन्दा यो चाहिँ राम्रो देखेको कारणले गर्दा अरूभन्दा राम्रो हुन्छ भनेर हामी यसमा लागेका छौँ। अब यहाँ नदी कटानको पनि समस्या होला, यहाँ केही व्यवस्थापन हुन्छ त्यसको छेउमा? यसमा नदी कटाउनको लागि त हाम्रो 3 करोड जति मोटामोटी बजेट यसलाई आइसकेको छ। अब बाँकीको चाहिँ
चाहिँ यो हाम्रो रानी जमरा कुलरेले चाहिँ पुरै गर्छु भनेर प्रतिबद्धता भइसकेको छ। अब यो भने संरचना त्यसरी भन्छ, यो यतापट्टि पनि बन्छ के हुन्छ यो यसको? यो पुरै हाम्रो एयरपोर्ट जाली हुन्छ, पुरै एयरपोर्ट जाली बनेर यो अब हुन्न यो कति 8-10 बिघा छ, यसलाई चाहिँ पुरै घेराबन्दी यो गर्छौँ, त्यो एयरपोर्ट जाली लगाउँछौँ। आम जस्तो अब यहाँ अहिले यो यहाँ पिकनिक धेरै खान आइरहेको छन् नि, यहाँ फोहोरका कुराहरू छन्, अन्य कुरा अब डस्टबिन राख्ने कुरा त बिस्तारै हुँदै गर्छ के हुन्छ यो कहिलेसम्म? हामीले अब मोटामोटी केही दिनमा अब 2जनालाईसम्म गाउँपालिकाले रोजगार दिएर अनि केही हल्का 100-200 रुपियाँ पिकनिक खाने मान्छेलाई उठाएर त्योबाट सफाइ गर्दै सोच्दा छौँ। अब यतापट्टि चाहिँ फलिबिसम्म जाने बाटो हो, यो पुरै संरचना पार्क बन्ने हो, त्यसो भए पार्क बन्छ। यहाँ घुम्न आएका आन्तरिक पर्यटकहरू पनि यो ठाउँलाई व्यवस्थित बनाउनु पर्ने बताउँछन्। नमस्कार, मेरो नाम बिमला रिमाल, म यही बर्दगुरिया गाउँपालिका वडा नम्बर 2 को बासिन्दा। अनि आन्तरिक पर्यटनहरूको लागि बन्दैछ, यता पिकनिक स्पोट पनि बन्दैछ, पुरै ग्राउन्डहरू राम्रो छ, एकदम राम्रो बन्दैछ। आउनु होला आन्तरिक पर्यटनहरूले पनि घुमफिर गर्नु होला, एकचोटि हेरेर कमसेकम एकचोटि हेरेर जानु होला। एकदमै राम्रो सर, म जन्मेको ठाउँ, म हुर्केको ठाउँ होइन, मैले घाँस दाउरा मेलापाखा गरेको ठाउँ, अनि यो ठाउँमा नै म हुर्केको हुँदा साह्रै राम्रो लाग्यो। अहिले झुलुङ्गे पुल पनि छ नि यहाँ घुम्नलाई, कतिको सहज गरेको? यो त साह्रै राम्रो रहेछ सर, म लगभग 22 वर्ष भयो म यो ठाउँमा नआएको। म 1 क्लासदेखि 10 क्लाससम्म यहीँ पढेँ, त्यसभन्दा पछि म मेरो बिहा भएर बाहिर गइसकेपछि 22 वर्षपछि पहिलोचोटि आउँदैछु, साह्रै राम्रो लाग्यो। मेरो नाम विज्ञान नगर थारू। के छ अब यहाँ तपाईँ फोटो खिच्नु हुँदो रहेछ, कतिको आउँछ आन्तरिक पर्यटक? छन्, ठिकै आउँछन् अहिले त, अब व्यवस्थित भइरहेछ, अब आउँछन् भनौँ। कहिले बाटोमा यहाँ फोटो खिच्न थाल्यो? यता त साउन महिनादेखि नै चालु छ, यता साउन महिनादेखि नै चालु छ भनौँ, आजकल अहिले भइरहेछ भनौँ। पिकनिक खान आउनेहरूले त्यो फोटो खिचिरहेको छ नि, हजुर। दैनिक कति खिच्नुहुन्छ फोटो हजुरले, कतिजनाको? भन्नाले त्यति त भन्न सकिन्न, अब त्यही खिच्छौँ भनौँ 2-2.5 हजार दैनिक भइहाल्छ। तर यहाँ पिकनिक खान आउनेहरूले फोहोर जताततै फालेको पाइन्छ, यो कार्य भने गर्दै नगर्नुपर्ने हो, फोहोरलाई एक ठाउँमा राखेर आगो लगाएर जलाइदिनु पर्ने हो। तर गाउँपालिकाले भने फोहोरको व्यवस्थापन गर्न छिट्टै डस्टबिन राख्ने समेत जनाएको छ। फोहोर व्यवस्थापन गर्न सकेर यो ठाउँलाई व्यवस्थित गर्न सके कैलालीको पूर्वी क्षेत्रकी आकर्षक गन्तव्य बन्न सक्छ। हरेक 12 महिना यहाँ राम्रो ठाउँ बन्न सक्छ। बीचको संरचना चौतारा, बीचमा विभिन्न भवनहरू, विभिन्न पार्क बनाइदियो भने यो ठाउँ निकै आकर्षक गन्तव्य बन्न सक्छ। यसतर्फ गाउँपालिकाले पनि काम गर्ने जनाएको छ।